साथीहरू नमस्कार। नोटिस हबमा तपाईलाई स्वागत छ। आज धेरै साथीहरूले शिक्षक सेवा आयोगले लिएको अध्यापन अनुमति पत्रको परीक्षामा सहभागिता जनाउनु भएको छ। आयोगले लिएको अध्यापन अनुमति पत्रको परीक्षामा धेरै साथीहरूले ए, बी, सी र डी मध्ये एउटा प्रश्न पत्रको जवाफ दिनुभएको छ। आफूले दिएको जवाफ मिल्यो या मिलेन भनेर कौतूहलता छाइराखेको अवस्थामा हामीले तपाईलाई सहज होस् भनेर हामीले उत्तर सङ्कलन गरेका छौँ। सही उत्तर सङ्कलन गरेर तपाईलाई जानकारी दिने हामीले प्रयास गरेका छौँ। हामीले यो सिट खास गरी सेट सीसँग सम्बन्धित रहेको छ र तपाईले चाहिँ आफ्नो सेट अनुसार चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ 1 नम्बरमा रहेको छ विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार आधारभूत शिक्षा कक्षा 6 देखि 8 को सक्षमता तलका मध्ये कुन हो भनेर प्रश्न आएको रहेछ। यसको सही जवाफ ए नम्बर हो। नेपाली कला साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धन एवं सृजनशीलताको प्रयोग भन्ने हुन्छ। तपाईले के लेख्नु भएको थियो तपाईले चेक गर्न सक्नुहुन्छ। 2 नम्बरमा रहेको छ तल दिएका मध्ये कुन चाहिँ पक्ष पाठ्य पुस्तकको विशेषता अन्तर्गत पर्दछ भनेको रहेछ। यसको सही जवाफ सी हो, अभ्यासको अवसर भन्ने हुन्छ। 3 नम्बरमा पाठ्यक्रमले बाल बालिकाको सर्वाङ्गीण विकास गराउँछ यो भनाइ पाठ्यक्रमको कुन अर्थसँग सम्बन्धित छ भनेर आएको रहेछ। पाठ्यक्रमको व्यापक अर्थसँग अर्थ भन्ने हुन्छ। बी अप्सन हो यसको सही जवाफ। 4 नम्बरमा रहेको छ समालोचनात्मक चिन्तन विधिमा नपर्ने तलका मध्ये कुन हो भनेको रहेछ। घटना अध्ययन भन्ने हुन्छ। सी नम्बरमा चाहिँ यसको जवाफ छ। 5 नम्बरमा चाहिँ चियाबारीमा नै गई चिया किसान र व्यवस्थापक बीच अन्तर्क्रिया तथा छलफल गर्दै चिया खेतीका फाइदा शीर्षक पाठ पढाउन शिक्षकले कुन विधि प्रयोग गर्नुपर्दछ भनेको छ। यसको सही जवाफ चाहिँ ए हो, परियोजना भन्ने हुन्छ। 6 नम्बरमा शिक्षण सिकाइमा नव परिवर्तनले के जनाउँछ भनेको छ। यसको चाहिँ सही जवाफ सी हो, नयाँ अभ्यासको विकास गर्नु भन्ने हुन्छ। 7 नम्बरमा चाहिँ प्रश्न रहेको छ कुन प्रकारको प्रश्नबाट गरिने मूल्याङ्कन बढी विश्वसनीय हुन्छ भनेको छ। बहुवैकल्पिक प्रश्न भन्ने हुन्छ। डी नम्बर चाहिँ यसको सही जवाफ हो। 8 नम्बरमा रहेको छ विद्यार्थीको व्यवहारमा आएको परिवर्तन मापन गर्न तल दिएका मध्ये कुन साधन बढी उपयोगी हुन्छ भनेको छ। डी हो यसको सही जवाफ, अवलोकन भन्ने हुन्छ। 9 नम्बरमा तलका मध्ये कुन परीक्षणमा विश्वसनीयता र वैधता उच्च हुने गर्दछ भनेको छ। यसको सही जवाफ चाहिँ तपाईको अप्सन बी हो, स्तरीकृत परीक्षण भन्ने हुन्छ। र 10 नम्बरमा रहेको छ शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको लागि अनिवार्य गरिएको अनुसन्धान तलका मध्ये कुन हो भनेको छ। सीको सही यसको सही जवाफ चाहिँ सी हो, कार्यमूलक अनुसन्धान भन्ने हुन्छ। तपाईले चेक गर्न सक्नुहुन्छ। तपाईले के लेखेर आउनु भएको थियो ख्याल गर्नुहोला। 11 नम्बरमा आधारभूत तहको अन्त्यमा लिइने परीक्षाका सम्बन्धमा तलको कुन भनाइ सही हो भनेको छ। यसको सही जवाफ सी हो, स्थानीय तहमा परीक्षा समितिको संयोजनमा मूल्याङ्कन तथा प्रमाणीकरण गरिन्छ भन्ने हो। 12 नम्बरमा रहेको छ अनुसन्धानमा समस्याको मुख्य मुद्दामा केन्द्रित भई हालसम्मका उपलब्धिहरूमा देखिएको रिक्तता तथा अनुत्तरित प्रश्नहरूको पहिचान गर्नुलाई तलका मध्ये कुन चाहिँले बुझाउँछ भनेको छ। यसको सही जवाफ ए हो, समस्याको कथन भन्ने हुन्छ। तपाईले के लेख्नु भएको थियो। 13 नम्बरमा तुलना गर्ने तथा फरक छुट्याउन सक्ने क्षमता प्राप्त गर्नु सिकाइको कुन तहमा पर्दछ भनेको छ। यसको सही जवाफ सी हो, विश्लेषण भन्ने हुन्छ। 14 नम्बरमा गुणस्तरीय शिक्षाका लागि आगत लक्षित विषय तलका मध्ये कुन हो भनेको छ। यसको सही जवाफ ए छ, भौतिक पूर्वाधार भन्ने हुन्छ। 15 नम्बरमा चाहिँ क्वेसन छ
तथ्याङ्क सङ्कलनको क्रममा द्वितीय स्रोत अन्तर्गत तलका मध्ये कुन चाहिँ पर्दछ भनेको छ बी हो, प्रोफाइल भन्ने हुन्छ यसको जवाफ। 16 नम्बरमा विद्यालयको शैक्षिक तथ्याङ्क सङ्कलन गरी वार्षिक रूपमा प्रकाशन गर्ने कार्य कुन निकायले गर्दछ भनेको छ बी, शिक्षा तथा मानव स्रोत विकास केन्द्र भन्ने हुन्छ। 17 नम्बर चाहिँ एक्सेल सिटमा गणितीय क्रिया अन्तर्गत कुन गुणन गर्नका लागि प्रयोग गरिने चिन्ह कुन हो भनेको छ यसको सही जवाफ ए, स्टार भन्ने हुन्छ। 18 नम्बरमा चाहिँ तपाईको शिक्षक र विद्यार्थीले सिकाउन र सिक्न प्रयोग गर्ने प्रचलित गुगल टुलको नाम के हो भनेको छ यसको सही जवाफ गुगल क्लासरुम भन्ने हुन्छ, एमा छ। 19 नम्बरमा चाहिँ नेपाली वर्णमालाका अक्षरहरू पढ्ने क्रममा क पछि च, छ पछि ड आउँछ भने ढ पछि के आउँछ भनेको छ यसको प हो उत्तर चाहिँ। 20 नम्बरमा भानुमाविको प्रार्थना समयमा रश्मिता लाइनमा सुरुबाट 10औं र पछाडिबाट 12औं स्थानमा थिइन्। उनी पछि लगत्तै 3 जना विद्यार्थी थपिए भने लाइनमा जम्मा कति विद्यार्थी होलान् भनेर आएको रहेछ। यो चाहिँ तपाईले हिसाब गर्न सक्नुहुन्छ। यसको सही जवाफ बी हो, 24 जना। 21 नम्बरमा छ तल दिएका अङ्कहरूको क्रम पूरा गर्नुहोस् भनेको छ। यसमा चाहिँ 8, 12, 9, 13, 10, 14 लगायत छ। यसको सही जवाफ ए हो, 11 भन्ने हुन्छ। 22 नम्बरको सही जवाफ चाहिँ बी छ। 22 नम्बरमा प्रश्न छ गुणस्तरीय शिक्षालाई बुझाउने तलका मध्ये कुन भनाइ सबैभन्दा उपयुक्त हो भनेको रहेछ। बीमा प्राप्त गरेको ज्ञान र सिपलाई व्यवहारमा प्रयोग गर्न सक्नु भनेर जवाफ रहेको छ। तपाईको 23 नम्बरमा आएको रहेछ शैक्षिक सुशासनका प्रमुख 4 खम्बाहरू तल दिएका मध्ये कुन हुन् भनेर। यसको सही जवाफ बीमा छ, जवाफदेहिता, पारदर्शिता, सहभागिता र भविष्यपरकता भनेर रहेछ। तपाईले के लेख्नु भएको थियो तपाईले ख्याल गर्न सक्नुहुन्छ यो आफूले लेखेको या नलेखेको। 24 नम्बरमा तलका मध्ये कुन भनाइले नेतृत्वको अवधारणालाई स्पष्टसँग बुझाउँछ भनेको छ। यसको सही जवाफ बी हो, अरूलाई प्रभावमा पारी लक्ष्य प्राप्तितर्फ उन्मुख गराउने व्यक्ति भन्ने हुन्छ। अब लागौँ 25 नम्बरतर्फ। 25 नम्बरमा तपाईलाई सोधिएको रहेछ प्रत्येक विद्यालयमा विद्यार्थीको गुनासो सङ्कलन गर्नका लागि राखिने गुनासो पेटिका कहाँ राख्नुपर्छ भनेको छ। यसको सही जवाफ सी हो, विद्यार्थीको गोपनीयता र सुरक्षा सुनिश्चित हुने गरी सबै विद्यार्थीले देख्ने र पहुँच पुग्ने ठाउँमा राखिएको हुनुपर्दछ। 26 नम्बरमा विद्यार्थीको क्षमता प्रस्फुटनमा शिक्षकले कुनै भूमिका निर्वाह गरिरहनु नपर्ने विषय तलका मध्ये कुन हो भनेर प्रश्न आएको रहेछ। यसको सही जवाफ ए हो, प्रतिभा पहिचान कार्यक्रममा सहभागिता जनाउन सामग्री तथा खर्च व्यवस्थापन गर्ने भन्ने हुन्छ यसको जवाफ। 27 नम्बरमा विद्यालयमा सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुको उद्देश्य के हो भनेको छ। यसको सही जवाफ ए हो, आत्मअनुशासन, आत्मनिर्भरता र आत्मसन्तुष्टिको भावना जागृत गराउनुका साथै अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नु भन्ने हुन्छ यसको जवाफ। 28 नम्बरमा लागौँ साथीहरू। 28 नम्बरमा कक्षा कोठा व्यवस्थापनको मुख्य उद्देश्य कुन हो भनेर आएको रहेछ। अनुकूल सिकाइ वातावरण सिर्जना गर्नु भन्ने हुन्छ, बी नम्बरमा छ। तपाईले के लेख्नु भएको थियो। 29 नम्बरमा विद्यार्थी परामर्श कार्य मुख्यतः कुन पक्षमा केन्द्रित रहेको हुन्छ भनिएको छ। यसको सही जवाफ सी हो, सिकाइ उत्प्रेरणा र समस्या समाधान गर्न भन्ने हुन्छ। 30 नम्बरमा कक्षा 6 मा पढ्ने मनमायाको पढाइ लेखाइ राम्रो छ तर उनी परिवारका बारेमा कुराकानी गर्न साथ रिसाउँछन्। यस बारेमा जानकारी लिन शिक्षकले उनलाई थाहै नदिई कुनै अध्ययन सुरु गरे भने त्यो कस्तो अनुसन्धान हो भनेर क्वेसन आएको रहेछ। यसको सही जवाफ बी हो, घटना अध्ययन भन्ने हुन्छ। अब लागौँ साथीहरू 31 नम्बरतिर। 31 नम्बरमा पाठ्यक्रममा क्षमतालाई सिकाइ उपलब्धिका रूपमा कक्षा शिक्षणमा रूपान्तरण गर्न शिक्षकले कुन कुन पक्षको संयोजन गरी सिकाइ व्यवस्थापन गर्छन् भनेको रहेछ। यसको सही जवाफ बी भनेको छ, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका भन्ने हुन्छ। 32 नम्बरमा लागौँ साथीहरू। 32 नम्बरमा छ नेपालको संविधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहको शिक्षा पाउने
हक रहेको छ भनेको छ। त्यहाँनिर कति हुनुपर्छ भनेको छ, खास गरी अनिवार्य र निशुल्क भन्ने हुन्छ। बी चाहिँ यसको जवाफ हो। 33 नम्बरमा शिक्षक सेवा आयोग नियमावली 2057 बमोजिम शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम कसले स्वीकृति गरेपछि लागू हुने व्यवस्था छ भनेर आएको रहेछ। शिक्षक सेवा आयोगले गर्दछ। बीमा यसको सही जवाफ छ। अब लागौँ 34 नम्बरमा। 34मा सोधिएको छ अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम शिक्षणको माध्यम भाषा कुन हुन सक्ने व्यवस्था छ भनिएको छ। यसको जवाफ डी हो। नेपाली भाषा, अङ्ग्रेजी भाषा, दुवै भाषा वा सम्बन्धित नेपाली समुदायको मातृभाषा भनेर यसको जवाफ छ साथीहरू। अब लागौँ 35 नम्बरमा। 35 नम्बरमा रहेको छ राष्ट्रिय शिक्षा नीति 2076 अनुसार कति समयमा शिक्षकका लागि सघन पुनर्जागृति तालिमको अनिवार्य व्यवस्था गर्ने प्रावधान रहेको छ भनेर सोधिएको रहेछ। प्रत्येक 2 वर्षमा चाहिँ रहेछ साथीहरू। अब लागौँ 36 नम्बरमा। बालबालिकालाई सानो प्लेटमा र युवालाई थालमा खाने गरी व्यवस्थापन मिलाउनु भनेको न्यायिक दृष्टिले तलका मध्ये कुन हो भनेको छ। सकारात्मक विभेद। यसको जवाफ सीमा छ। अब लागौँ साथीहरू तपाईँलाई 37 नम्बरको जवाफतर्फ। 37 नम्बरमा के छ हामी तपाईँलाई देखाउन गइराखेका छौँ। 37 नम्बरमा सोधिएको छ सामान्य व्यावसायिक सिप अन्तर्गत नपर्ने तलका मध्ये कुन हो भनिएको छ। सी नम्बर यसको सही जवाफ रहेको छ। सञ्जाल निर्माण भनिएको छ। 38 नम्बरमा निकटदूर नियम केसँग सम्बन्धित छ भनेको छ। सीमा यसको जवाफ छ मानव विकास नियमसँग। 39 नम्बरमा बाह्य व्यक्तिको सम्पर्कबाट कुनै कार्यप्रति जागृत हुने प्रेरणा कुन प्रकारको प्रेरक हो भनिएको छ। यसको जवाफ डीमा छ आर्जित प्रेरक भनिएको छ। 40 नम्बरमा विद्यालय समुदाय सम्बन्धको कुरा गर्दा विद्यालय समाजको एक का रूपमा रहन्छ भनेको छ। खाली ठाउँ छ त्यहाँ चाहिँ सहपद्धति जवाफ हुन्छ। यही हो त्यसको सही जवाफ। 41 नम्बरमा सोधिएको छ सार्वजनिक विद्यालय विकासका लागि आवश्यक पर्ने बजेट प्राप्तिको स्रोतमा नपर्ने तलका मध्ये कुन हो भनिएको छ। यसको जवाफ डी हो। शिक्षण तथा परीक्षा शुल्क बापत विद्यार्थीबाट प्राप्त रकम भन्ने हुन्छ। 42 नम्बरमा रहेको छ विद्यालय सुधार योजना तर्जुमाका क्रममा निर्धारण गरिने कार्यनीति अन्तर्गत नपर्ने पक्ष कुन हो भनिएको छ। यसको जवाफ बीमा छ प्रधानाध्यापक नियुक्त रहेको छ। 43 नम्बरमा विद्यार्थीमा समूहमा जिम्मेवारी पहिचान गरी भूमिका बाँडफाँड गर्ने क्षमता विकास गर्न कुन चाहिँ सिप सबैभन्दा बढी उपयोगी हुन्छ भनिएको छ। यसको जवाफ सीमा छ अन्तर्वैयक्तिक सिप भन्ने हुन्छ। 44 नम्बरमा शिक्षकको पेशागत विकास क्रमको सबैभन्दा अन्तिम चरण तलका मध्ये कुन हो भनेको छ। विशेषज्ञ हुन्छ। यसको जवाफ सीमा छ। 45 नम्बरमा शिक्षक अध्यापन अनुमति पत्रको उद्देश्य के हो भनिएको छ। यसको सही जवाफ एमा छ न्यूनतम आधारभूत दक्षता बिना शिक्षण पेशामा प्रवेश गर्न रोक्नु हो। यसको चाहिँ जवाफ 46 नम्बरमा छ विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि केन्द्रित भएको कार्यक्रम अन्तर्गत नपर्ने तलका मध्ये कुन चाहिँ हो भनिएको छ। जवाफ सीमा छ विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम हो। 47 मा एक विद्यालयका शिक्षकले परियोजना कार्यबाट विद्यार्थीले सिक्ने विधि पक्षका बारेमा अध्ययन गरी तयार गरिएको प्रतिवेदनमा उल्लेख भएका कुराको आधारमा आफ्नो पाठ्ययोजना बनाए भने अनुसन्धानको कुन पक्षको उपयोग गरिएको होला भनिएको छ। बीमा छ जवाफ समस्या विश्लेषण हो। साथीहरू 48 नम्बरमा रहेको छ सिकाइ वातावरण पाठ्यक्रम शिक्षण सामग्री मूल्याङ्कन तथा परीक्षाको सान्दर्भिकता जस्ता पक्षहरू मूलतः केसँग सम्बन्धित छन् भनिएको छ। जवाफ सीमा छ शैक्षिक सुशासन र व्यवस्थापन भन्ने हुन्छ। 49 नम्बरमा रहेको छ बालबालिकाको आफ्नो गति र क्षमता अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय हो भनिएको छ। त्यहाँ खाली ठाउँ छ। त्यहाँ खाली ठाउँमा चाहिँ बालमैत्री हुन्छ। डीमा जवाफ छ। र 50 नम्बरमा सिकाइ भन्नाले केलाई जनाउँछ भनेको छ। सिकाइ भन्नाले व्यवहारमा परिवर्तन भन्ने जनाउँछ। सीमा चाहिँ जवाफ छ। साथीहरू हामीले तपाईलाई शिक्षक सेवा आयोगले लिएको अध्यापन अनुमति पत्रको
परीक्षाको सेट सी सँग सम्बन्धित प्रश्नको जवाफ तपाईलाई दियौँ। तपाईले आफ्नो सेट अनुसार प्रश्न हेरेर जवाफ मिल्यो या मिलेन हेर्न सक्नुहुन्छ। हामीले यी जवाफलाई विभिन्न पुस्तक विभिन्न सामग्रीहरूबाट लगेका हौँ। यसमा कति मिलेको छैन त्यो पनि तपाईले आफै चेक गर्न सक्नुहुन्छ। आफैले पनि विभिन्न पुस्तकहरू विभिन्न सामग्रीहरूको अध्ययन गरेर आफूले लेखेको सही छ या छैन भनेर चेक जाँच गर्न सक्नुहुन्छ। हुन्छ, तपाईँ सबै परीक्षार्थी साथीहरूलाई सफलताको शुभकामना दिन्छु। भिडियो हेरिदिनु भएकोमा तपाईलाई पनि धेरै धेरै धन्यवाद। यस्तै जानकारीमूलक कुराहरूको लागि हामीलाई नोटिस हब सब्स्क्राइब गर्न सक्नुहुन्छ। धन्यवाद।